पट्रीहरूको कारणले पनि यो कति वर्ष पुरानो हो भन्ने कुरामा हामीले आइडिया बताउन सक्छौँ र यी कुराहरूले यो कुरा यहाँ हाम्रो यो कति वर्ष पुरानो को बस्यो होलान् भन्ने चाहिँ इन्डिकेट गर्छ। सुरुमा चाहिँ यहाँ हामीले त्यो स्ट्रक्चरहरू हेऱ्यौँ अहिले पाएको चाहिँ यतापट्टिको चाहिँ रबलहरू चाहिँ पछि एसेम्बल गरेर कुनै समयमा कुनै मान्छेहरूले पछि आबादी गरेर बनाएको भयो तर त्योभन्दा पुरानो यो वालहरू पाएको छ र त्यो भनेको इन्ट्याक्ट नै छ र त्यो सुरुवाती चरणको मन्दिरको र त्यो मन्दिरहरू मौलाकोतिर पनि त्यस्तै खालका मन्दिरहरू बनेका छन् र ती मन्दिरहरूमा यस्तो खालका बुट्टा काटिएका र लक काटिएका इँटाहरू पाएको छ र यस्तो इँटाहरू प्रायः जस्तो चाहिँ गुप्त पिरियडको भनेर भनिन्छ। यस्ता इँटाहरू भनेपछि गुप्त पिरियड भनेको आजभन्दा 1000 वर्ष पहिला गुप्तकाल अझ खास भनेको 6 सेन्चुरीबाट 8 सेन्चुरीसम्मको पिरियडलाई गुप्त पिरियड भनिन्छ र त्यो पिरियडमा विकास भएका मन्दिरहरूमा यस्तो खालकोहरू युज हुन्छ। त्यसमा हामीले यो भन्न सक्छौँ यो गुप्त पिरियड र त्यो सँगसँगै अर्को महत्त्वपूर्ण कुरा भनेको यहाँ हामीले